सेवारो नमस्ते। इस नानीलाई खाना खुवाएको यहाँ पनि लागेछ। सबै आरामै हुनुहुन्छ। अहिले चाहिँ म ब्लग एडिट गर्न आँटेको थिएँ। अस्ति हाम्रो बहिनी कान्छी एकछिन नेपाल गएको थियो 1-2 दिनको लागि। अनि त्यतिखेरमा सर्ट उसले क्लिप्सहरू भिडियोहरू बनाएर ल्याएर आएको थियो। अनि मलाई दिएको थियो त्यसपछि चाहिँ ब्लग एडिट गरेर लाउनु पर्यो भन्दै नभ्याएर नि अहिले पो सम्झे निकालेँ। अनि त्यसलाई म एडिट गर्न आँटेको छु। कस्तो हुनुहुन्छ तपाईहरु? सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ होला? हेर्नुहोस् ल कस्तो छ। अनि मलाई चाहिँ एकदम आफ्नो गाउँको हैन याद आउँछ। अनि त्यो भएर भिडियोहरू अलिअलि बनाएर ल्याऊ है हेर्नुको लागि भनेको थिएँ। कान्छीले अलिअलि बनाएर ल्याएछ कि असार साउनतिरको। अब म एडिट गर्दैछु, तपाईहरु नि हेर्नुहोस्। हजुर अहिले चाहिँ मस्त पानी परेको छ है। अनि हाम्रो चाहिँ धानहरू रोप्नुको लागि तयारी भएर सबैजना बस्नु भएको रहेछ। यो साल चाहिँ राम्रो पानी परेन रहेछ असार साउनमा। त्यसले गर्दाखेरि अलिअलि परेको बेलामा दाउ छोपेर र नपुगेको चाहिँ पाइप किनेर पाइपबाट पानी तानेर धान रोपेको रहेछ यो साल। अनि अहिले चाहिँ बहिनीहरू एकदम पानी परेको अवस्थामा चाहिँ चिया खाजाहरू खाँदै रेडी हुँदै धान रोप्नको जानलाई चाहिँ एकदम तयारी अवस्थामा हुँदो रहेछ है। अहिले चाहिँ पानी सानी पनि रहेर हेर्नु न कस्तो मजाले यस्तो हुन्छ क्या हाम्रो गाउँ चाहिँ। अनि बादल लाग्छ हैन, कुहिरोले सबै त्यो पारीको डाँडाहरू गाउँहरू सबै ढाकिदिन्छ। कति रमाइलो छ है हाम्रो गाउँ। यो चाहिँ छ हाम्रो गाई गोठ। हाम्रो गाईहरू हुनुहुन्छ यहाँ। अनि यहाँ हुनुहुन्छ हाम्रो खेताला आज धान रोप्ने स्पेशलिस्ट हुनुहुन्छ। हाम्रो स्पेशलिस्ट निनामा खालिङ, टिना खालिङ, दाजु खालिङ हुनुहुन्छ। अनि हाम्रो हेङ्कामा खालिङ द डन द डन खालिङ। उसले अनि यहाँ छ हाम्रो अमृतसर बगान छ। यहाँ हामीले पाइनएप्पल रोपेको थियौँ नि, कहाँ थियो? अलिक तल। ए झन्डै लडेको अवस्था। यो चाहिँ हाम्रो सब्जी बारी रहेको छ। सागको बेर एउटा एक हल्सु बासे बाउदेखि ल्याउने भन्दै हुनुहुन्थ्यो होइन? छोडिदिनु पर्छ कि सिक्छ नि त उनीहरू हिँड्नु। छिटाउनु भाउजू, मामा छिटाउनु भन त। हेर्नु मामा चस्माले नचिनेको मैले चस्मा लगाएको छैन नि त। मान्छे त देखेँ तर अनुहार चिनेन। अनुहार धर्मले जान्छ अनि चस्मा लगाउँदा। उहाँ पनि बाङ अन्तर गाउँ बसेको धेरै भयो नि। म जानु अगाडि नै हुनुहुन्थ्यो। मजा छ नि बाङको बस्नु।
बाँगा छनाहरू के राम्रो हुनुहुन्छ है खानु दिनु राम्रो छ फेरि बाँगाहरू पनि काम गर्ने छ त्यसरी पेल लाउने खालको छैन क्या बाँगाहरू पनि यो बाटो म कहिले बिर्सिदिनँ हाम्रो शिशिर म भएर कति दाउरा बोक्यौँ यो बाटोबाट यो बाटो चाहिँ यता चाहिँ हिँड्नु छोडेको मामा कसले बनाएको यता चाहिँ बाटो यताबाट हिँड्ने चाहिँ कसले बनाएको यो रोडमा चाहिँ गाडी आउँछ कि आउँदैन के चाहिँ घाँस मामा रुद्राक्ष कहाँ छ देखिन त भाउजूलाई देखाउनु है भनेको त दाजु र पापाले रोपेको ओगरी पनि ठुलो भयो मर्यो के भएर हो कि गोरुवा ल्याउनुपर्छ अब यो जोतेन भने मेरो कोदो पनि भित्रिन्छ कोदो चाहिँ रोप्नुहुन्छ मामा यहाँ कोदो कम रोप्दैछु कता दाजुहरूले कम्ती राम्रो बनाएको थिएन नि त उता कोदो बारी अहिले हाल्थे राम्रो काम गर्छ नि त दाजु टमाटर र के भन्छ बन्दाकोपी कोपीहरू चाहिँ कता रोप्नु पर्ने माथिल्लो करामै लामा कामला गोठ गर पानीले पुग्छ मामा नि ओइ तारे ओइ तारे तारे मले दोरी छोटो भयो मम्मी यिनीहरूले हान्छ कि हान्दैन मम्मा यताबाट झर्नु कि यता ल ल ल La 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 la. ऐसा लगता है नानी दिदी हाम्रो बाटो कता हो
हाम्रो बाँसघारी छ हाम्रो तल्लो बारी आयो दाजु यहाँ त हाम्रो अम्लिसो पो लाग्छ तर यो त बारीहरू सानो सानो थियो नि त नि अब यो अस्ति हाम्रो माngsम हिँडेको त यस्तै पो लगेको थियौँ कि तल खोलामा उता हिँड्यो उता मजाले दाजु यो पाइप चाहिँ कहाँदेखि लगेको खाने पानी ए पानीको फोका जस्तै भन्नु न यतैदेखि जाने होला नि त डाइरेक्ट तलदेखि बाटो जस्तो लाग्यो नि त मलाई म झुक्किएँ नि त हुन्छ आइगयो मालिस गर्दैछु यो कम्बर चाहिँ सानो भयो क्या पछि पिल्सिन्छ होला मेरो मासु खुट्टाको अब त म कति दिन्छु ओखल लड्छ यो पाइप सेतो पाइप चाहिँ हाम्रो हाम्रो धानबारी आइपुग्यौँ हामी यो चाहिँ हाम्रो किचन हो होइन आजको लागि नाम पकाएर खाने हाम्रो गाउँघरमा किचन चाहिँ यस्तै हुन्छ है खेतीमा चाहिँ खेती गर्दाखेरि चाहिँ हामी अहिले चाहिँ हामी खेतमा आइसकेको छौँ हाम्रो खेत चाहिँ रहेको छ यस्तै अब यो चाहिँ बाटो हो यसमा मात्रै हिँड्न मिल्छ यहाँभित्र हिँड्न मिल्दैन मामा 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 बाटो छैन त बिचमा हिँड्ने बाटो Oh shit.
मामा मामाको हेलो त्यहाँ पो खसिरहेको छ त मामाको हेलो त यहाँ खसिरहेको छ त मामा ए आको हो तपाईहरु चाहिँ दिदी बहिनी भनिदिनुस् न तपाईहरुको नाम के पर्यो होला के होला नाउ थर के होला काम गर्ने आदङमाहरू हेर्दै हिँडेको यहाँ हेर्नु नि जुम गरेर हेर्नु यहाँको मान्छेहरू अब चाहिँ मैले खेतालाहरूलाई खाना खानु बोलाएर जाँदैछु भाउजू अगाडि लाग्नुभयो हाम्रो हलीहरू यता हुनुहुन्छ हली भाइ बाङा अनि हाम्रो नानी छ यहाँ अनि हामी चाहिँ खाना खानु जाँदैछु खेतमा पानी मजाले पुगेको छ फेरि पानी परेर पानीको मुहान फुट्यो होला नि त छाता लानुभयो तपाईँले त्यहाँबाट लगेको छुइनँ त पापाले लिएर आउँछ त्यहाँ उसले बोक्दैछ हाम्रो पापाले बोक्दै थियो क्या के छाता यहाँ डिलमा बस्नु होला नि भाउजू पापाको यो चाहिँ नजिक देखिँदो रहेछ नि अनि अझ यो नजिक देखिन्छ क्या यो घर यो घर अझै नजिक देखिँदैन डाँडामा छ नजिक छ नि त अन्त त नानी त्यो टोड्क्यो हो के भन्न चाहनुहुन्छ अविरलले 2 शब्द भन्न चाहन्छ अरे भन्नु न के भन्न चाहन्छौ भन न यहाँ न झन्डै गोरु काटेर खायो मेलो नलागेर झन्डै गोरु काटेर खायो हुन्छ त्यो त कस्तो फेरि गोरुहरू पनि सानो सानो धन्न पो त है मेरो चाहिँ दुईटै आँखाको मुन्द्री हराएर तपाईँको गुनासो धेरै ठुलो छ भाइरल हुनु भएन भाइरल हुन नसकेको एउटा भ्लगर त्यत्रो भ्लग स्टार्ट गर्नुभयो एन्ड गरेको चाहिँ अन्त सब्जीको लागि चाहिँ एकदम सादा बनाउँछु भाउजू आउनु न भ्लग गर्नु न फिसिङ फेरि भिडियो भोइस रेकर्ड चाहिँ क्यान्सल गर्नु साथीहरू अविरललाई चाहिँ एउटा 5 तोलाको सुन दिइहाल्छु सब्जी नै हाल्नु भएको यस्तो हेल्पफुल कि तपाईँ पुगे कान्छ किन्नु ठुलो कुरो होइन क्या पाल्नु साह्रो हुन्छ क्या गाडीहरू बाइकहरू के भयो हेलो सेवारा नमस्ते सधैँ हुनुहुन्छ जाडोमा थुक्पा के अरे चाउचाउको सुप खान आउनु है हौ अफ गरेर खाऊ न मैले जस्तै मामाले जस्तै हो म चाहिँ सुप खाँदैछु थुक्पाको आयो टोफू कपाल पनि कोर्नु भ्याएको छैन हजुर अफ गर न छुनालाई अफ गरी माग न हौ तातो छ
off गर न त off गर न नो स्पिनिच त कहाँ गयो गयो कस्तो मिठो भएको नि तातो सुप त हौ यसको ओफ गरेर कान्छी एकछिन किन म चाहिँ हैन चुनाले गरिदिनु हुन्छ नि त हुँदैन चुनाले कम्प्युटर चलाउँदै हुनुहुन्छ मामा पनि त खाँदैछ नि त ल न हतार भइसक्यो खानु नखाइदिनु भन न त चुनालाई अफमा मात्रै गरिदिनु भन त्यो सक्यो भने माग्दै माम यति पिरो छ कि यो सुप चाहिँ बाहिर यो छैन नाना हो रुने नाना हो रुँदैछ नाना रुँदैन रुन्छ हौ नाना पनि रुन्छ ल म सकेँ ल सोप कसलाई मनपर्छ म त लास्टै मनपर्छ त हौ सोप त भिडियो मान्छेले भक्कै सारेर त उता त यस्तो सुप चाहिँ नि यसरी खानु मिठो आउँछ क्या भाँडाबाटै त्यो सिगान पनि आइसकेको जाडोमा चाहिँ गर्मीमा चाहिँ त्यति मन पर्दैन अलि नुडलको सुप जाडोमा चाहिँ लास्टै मैले खाने नै अलि नुडल सुप हो है जाडोमा चाहिँ हेर त सक्नु आँटेन एक भाँडा कस्तो पिरो भयो के खानु जस्तो भयो एक्सक्यूज मी गयो तर
टिमुर्लाको सुप त यस्तो मिठो हुँदैन नि त हौ सिल टिमुर लाएर खोर्सानी कुटेर लाएर खानुपर्दो रहेछ कि ओ माई गड फ्रेस बारीबाट टिप्दै कचक 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 कुटेर खानलाई चाहिँ अब म जाँदैछु छिट्टै मेरो अंश नेपालमा छ मेरो आत्मा नेपालमा छ यहाँ चाहिँ मुडा मात्रै मेरो मन मस्तिष्क माई गड त्यसरी खानु त जनै लान्छ कान्छीले नि हो खानुपर्छ नि पिरो तिमी पनि त्यहाँ त छैन लाइदिएको छुइनँ खोर्सानी कुटे होइन तातो भात अनि यस्तो मुठेर चोप्दै खानु क्या अनि घिउ पनि लाउनु अलिकति कान्छीले त्यसरी खाँदैछ हेर्नु सब्जी नभएर यसरी खाएको कि मिठो लागेर कान्छीलाई त्यस्तै खानु मन लागेर खाएको रे मलाई पनि त्यस्तै खानु मन छ एक दिन खान्छु म मुकबाङ यति नै ल तातो मुकबाङ भिडियो एडिट गर्दा गर्दै खाउ लाग्छ क्या त्यो भएर चाहिँ खाएको मैले ल धन्यवाद सबैले सब्स्क्राइब गरिदिनु होला हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला पैसा